आज हामीहरू बिचमा घमासान या बेटल हुँदैछ। हामीसँग यतातिर हुँदै हुनुहुन्छ मेरो लेफ्ट ह्यान्डमा हुनुहुन्छ पुन्दलाक लड्की मारे आँख। माई नेम इज पुन्दलाक। आज उनीहरू बिचमा ब्रेकअप भएको छ, त्यसैले ऱ्याप ब्याटलको माध्यमबाट उनीहरूले मनको बडा आश पुग्नेछन्। पहिलो टर्न छ आई। तैले मलाई छोरिस आई हेट यु टाटा बाई बाई। मासाले तैले मलाई छोरिस आई 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 आई। तैले मलाई सधैँ डेटिङ जाम भनेर झ्यालमा भन्न आउँथिस्। मैले तँलाई छोड्नुको कारण के हो थाहा छ? डेटिङ गइसकेपछि त बुङ बुङ गर्न आउँथिस्। आई 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 सफल राम्रो हो धेरै। आई आई हात्ती छाप। तैले मलाई छोरिस आई आई अब लाग्छ तँलाई पाप। आई 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 आई। घरमा मेरो एउटा सानो नानी छ, लाग्छ पाप मलाई। वीर गोर्खालीको छोरो हुँ, तेरो रगतसँग खेल्ने बानी छ। आई 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 तैले छोडेदेखि म पनि भएको छु स्यान्टी। त आफूले वीर गोर्खाली भन्छस् होइन? आई आई तैले सुन्न आउँथिस् मेरो प्यान्टी। आई आफूलाई गतिली नठान। त पनि दुनियाँ राणाहरूसँग सल्किया थिइस्। तैले आफूलाई बहुत संस्कारी ठान्थेस्। त पनि त राति सुत्या बेला मेरो गन्न आउने काकी सुँग्न पल्क्या थिइस्। धेरै आरोप नलगा। तँलाई सुनाइदिन्छु मैले कन्डो। तँलाई के लाग्छ आफूलाई सोझो लाग्छ होला? तोस गाउँभरिको रन्डो। मलाई धेरै दोष नदे। म यदि रन्डो भए तेरो भाइ पनि मसँग जान्थ्यो, त्यो पनि रन्डो भयो। तेरा बाबा झन् क्या कुरा गर्ने। तेरा बाबा झन् एउटा भुटी माछा पाउन बित्तिकै त्यसलाई पनि भुटपाट गरेर रक्ससँग खान्थ्यो। मलाई पनि याद छ हो, मेरो भाइ तसँग जान्थ्यो। मेरो बाले त एउटा भुटी माछासँग रक्सी खान्थ्यो, तर तेरो बाउ चाहिँ नुनको ढेकासँग रक्सी खान्थ्यो। धेरै बाउलाई बिचमा नल्या। फेरि तेरो बाउ भन्दा म जेठो। तैँले आफूलाई बहुत राम्ररी ठान्छस् होइन? तोस केटीको कपडा लगाएर उम्मिने एउटा केटो। फटालाई भन्छ हराम, सिधालाई भन्छ शरीफ। त आफूले पुन्दलाक भनेर धाग लगा होला। तोस एउटा दाल्दो गरिब। अन्डी मन्डी चण्डी अब यो भन्दा धेरै बोलिस् भने